जिन्दगीमा आज पहिलोचोटि संसारभरको यत्रो धेरै भाषा सबै एकै दिनमा सिक्न पाएँ। आज स्कुलको लास्ट दिन भएकोले क्लासमा 2-3 वटा प्रोग्राम थियो। मेरो क्लासमा टोटल 9 वटा देशका मान्छे छन्। ऊ पाकिस्तानबाट, यो केटा फ्रान्स, यिनीहरू चाहिँ कोरियन, यो मेरो म्यानमारको साथी। सुरुमा सबले मजाले तयारी गरेर पहिला पाकिस्तानी ग्रुपको पालो थियो। उनीहरूले चाहिँ उल्टो तरिकाले लेख्दो रहेछन् र यिनीहरूको सबसे इम्पोर्टेन्ट शब्द चाहिँ अस्सलाम वालेकुम। त्यसपछि मेरो साथीहरूले मैथिली भाषा सिकाउँदै थिए जुन हिन्दीसँग हल्का मिल्दो रहेछ। अनि त्यसपछि मेरो 2 जना साथी अनि म मिलेर सबैजनालाई नेपाली भाषा सिकायौं। यो फ्रान्सको केटाले यति राम्रोसँग तयारी गरेको रहेछ नि, यस्तो पेपर नै प्रिन्ट गरेर ल्याएको थियो। अनि मैले उसलाई आफ्नो देशको भाषा पढेर सुना भनेको। Bonjour, je m'appelle Sylvain, je viens de France, j'ai 28 ans, enchanté। यो भाषा एकदमै राम्रो सुनिदो रहेछ। त्यसपछि मेरो म्यानमारको साथीको पालो। म्यानमारमा चाहिँ यस्तो गोलो गोलो लेटरहरू मात्र हुँदो रहेछ र त्यहाँ नमस्तेलाई निहाओ भन्दो रहेछन्। अनि यो थियो कोरियन भाषा जुन कुनै हालतमा पनि इन्ट्रेस्टिङ थिएन। मलाई सबैभन्दा इन्ट्रेस्टिङ लागेको चाहिँ यो मान्छेको वेल्स भन्ने देशमा नम्बरहरू नेपालको जस्तो नै हुँदो रहेछ। 6, 7, 8, 9, 9। अनि यो थियो आज हाम्रो स्कुलको लास्ट दिन। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।